पैसा तपाईको लागि पनि त्यत्तिकै आवश्यक, मेरो लागि पनि त्यत्तिकै आवश्यक। पैसा नभइकन कुनै कार्य अघि बढ्दैन। बिमारी पर्दा पैसा नलिई गएर पनि हस्पिटलमा उपचार हुँदैन। पैसा चामल सकिँदा पैसा भएन भने किनेर ल्याउन पाइएन, भोकै बसियो। पैसा कपडाको लागि पैसा, शिक्षाको लागि पैसा, बिना पैसा केही पनि कार्य गर्न सकिँदैन। तर पैसाले ठुलै काम गर्छ, धेरै ठुलो, खाना लाउन, शिक्षा दीक्षा आदि इत्यादि। तर पनि त्योभन्दा नि अर्को एउटा काम गर्छ। यदि तपाईसँग पैसा पर्याप्त छ भने तपाईका साथीभाइ, आफ्नो मान्छेहरू यत्र त्यत्र सर्वत्रबाट भेट्न आउने, निम्ता गर्ने सबै कार्य हुन्छ। यदि तपाईसँग पैसा छैन, मान्छे आउँदैन, कोही पनि आउँदैन, फर्केर आउँदैन, चिने नचिने चाहिँ हुन्छ, कसैले चाहिँ साथ दिँदैन। लाग्छ कुनै परजीवी नै हो त्यो, जुका रगत चुस्न आयो, रगत चुस्ने जत्तिकै सोध्को छ। त्यसैले पैसा चाहिँ सम्बन्ध बिगार्ने औषधि नै हो। हाम्रो सम्बन्ध पैसाकै कारणबाट बिग्रिने गर्छ, अधिकांश सम्बन्धहरू। बुढीले पैसा कमाउन थालिन्, बुढो घरमै छ, देखिको कुरा यथार्थ कुरा है यो, यसलाई मडगन्ते कुराहरू होइन। भनी सम्बन्धमा दरार आउँछ र त्यो सम्बन्ध दुई फ्ल्याकमा चिरिन्छ, अर्थात् सम्बन्ध बिथेसम्म पुग्छ। पैसाले दरार ल्यायो। पैसा कसैले दियौँ, ट्याममा आएन, बुझ्ने त केही समय बुझ्ला, नबुझ्नेले त झगडै गर्न जान्छ। पैसाले फेरि सम्बन्ध बिगार्यो, दरारै पैदा गर्यो। पैसा कसैले माग्यो, दिन सकिएन, पैसा नभएरै दिन नसकेको भन्ने कुरा बुझ्दैन। यसले दिएन, यो ठुलो भयो, हामीलाई पत्ताएन, त्यहाँ पनि दरारै पैदा भयो। पैसाले सुमधुर सम्बन्ध चाहिँ निम्ताउँदैन। पैसा धेरै छ, त्यो मान्छेलाई कहाँ लगानी गर्नु, के गरौँ, मन पोलिरहेकै हुन्छ। पैसा छैन, व्यवहारिक कार्यहरू कुनै गर्न सकिएन, त्यसलाई औडा भइरहेकै हुन्छ। त्यसरी पैसाले चाहिँ सम्बन्ध चाहिँ बिगार्छ। पैसा यस्तो चिज हो जो चाहिँ सम्बन्ध बिगार्ने औषधिको काम गर्छ। तपाईलाई कस्तो लाग्छ साथीहरू? मलाई त यस्तै लाग्छ।